हाम्रो यहाँ फेरि चट्ट लाएर मोमो बनाउँदैछौँ हामीले कसौडीमा यसरी आज चाहिँ फेरि यहाँ तिल होला ल ओइ त साथीहरू हाम्रो चाहिँ यहाँ मोमो पाकेर पनि यहाँ हाम्रो थालमा डिभाइड भइसकिसक्यो यहाँ हुन्छ नि हेलो गाइज वेलकम ब्याक माई युट्युब च्यानल। आज छौँ हामी फेरि पनि गाउँमा आफ्नै घरमा अनि आज चाहिँ हाम्रो प्लान के हुँदैछ भन्दाखेरि आज मोमो बनाएर खाने भन्ने प्लान छ है पुरै फ्यामिलीको। अनि त्यहाँबाट हाम्रो चाहिँ मोमो बनाउँदैछौँ यहाँ अपोजिट हेर्नु हाम्रो यहाँ फेरि चट्ट लाएर मोमो बनाउँदैछौँ हामीले यहाँ नाङ्लोमा। यहाँ आमाले चाहिँ बेल्दै हुनुहुन्छ अनि यता बनाउने पार्टी अनि यहाँ छ किमा। हाम्रो किमा चाहिँ फेरि यस्तो छ है अन्डाको हाम्रो चाहिँ अनि हामी पनि यहाँ बनाउनेवालामा छौँ बनाउँदै। अनि यहाँ हाम्रो यता मोमो पाक्दैछ है साथीहरू। यता चाहिँ ल यसरी यस्तो आगोमा कति मिठो हुन्छ होला यहाँ मोमो पाक्दैछ। अनि हाम्रो अचार छ फेरि यहाँ हाम्रो यहाँ कसौडीमा यसरी आज चाहिँ फेरि यहाँ तिल हालेको के साथीहरू। अनि तिल चाहिँ हल्का पिसिँदो रहेन यहाँ नयाँ कुरा जानियो आज। तिललाई चाहिँ सुक्खा पिट्यो भने मात्र पिट्छ अरे पिसिन्छ अरे होइन पानी हाल्यो भने पिसिँदैन अरे त्यस्तो ज्ञान जानियो। अनि यहाँ अब मोमो कस्तो भयो है त यताको मोमो अब हेरौँ है त हामी चट्ट लाएर पाक्ने बेला त भएको छैन होला ल ओइ ल यस्तो हुँदैछ है त मोमो चाहिँ पाक्दैछ केही समय वेट गर्नुपर्ने हुन्छ। अनि हामी यहाँ खाएको पनि देखाउने छौँ हेर्दै गर्नु होला। त साथीहरू हाम्रो चाहिँ यहाँ मोमो पाकेर पनि यहाँ हाम्रो थालमा डिभाइड भइसकिसक्यो। यहाँ हामी चाहिँ अब खान लागेको छौँ सबैजना फ्यामिली मिलेर। यो चाहिँ यहाँ हाम्रो किमा रह्यो क्या हल्का है जहिले नै पिठो रहन्थ्यो आज चाहिँ किमा रहेको छ नि। हाम्रो यहाँ खानेकुराको परिकारहरू यस्तो हुँदैछ आज मोमो पार्टी साथीहरू। मोमो पार्टी चल्दैछ साथीहरू मोमो पार्टी अब सबैजना फ्यामिली मिलेर ल हाम्रो चाहिँ खाना सुरु भइसक्यो त साथीहरू। अलि नजिक ल्याऊ अलि नजिक ल्याऊ ए सुनिहरूलाई हाल्दैन खा नि पर पनि छ नि पर पनि खानुपर्छ पर हुन्छ नि दिपिकाको यता छ है खाना हामीले फरक फरक नखाने मिठो भयो बोला कस्तो लाग्यो बोला मिठो अब त चित्त बुझ्यो होला। लोकल उसको है तोरीको मिठो हुँदछ के तोरीले तिल तिल मिठो हुन्छ नि कालो तिल र सिलाम ओरिजिनल टेस्ट सिलामको अस्ति सिलामको बनाएको है सिलाम पनि अलिकति सिलाम पनि हो आजको अस्ति सेतो तिल हो आजको कालो तिल। अर्को पनि पाक्दैछ है मलाई खानु मन लागिरहेको थियो नि त अचार लागिसकेपछि त कस्तो चिप्लेको रहेछ अचार नलागेपछि चट्ट हुन्छ। आगोमा पकाएको कस्तो मिठो है जाँड यो चाहिँ हाम्रो चाहिँ यो चाहिँ पानी है फेरि त्यो अचार खानुमा खाऊ
अस्तिको मिठो कि अहिलेको मिठो आमा मलाई त अस्ति पनि मिठो अहिले पनि मिठो दुध चाहिँ मिठो अस्ति पनि खाउँ लाग्यो अस्ति चाहिँ डरै खानुभयो कति प्लेट खानुभयो होला 4-5 प्लेट 4-5 प्लेट त नर्मल्ली नै खानुहुन्छ आमाले जेन हेर्दै भेज मनपर्छ है फेरि मासु मन पर्दैन भेज मनपर्छ पहिलोचोटि कहाँ खानुभएको थियो आमाले काठमाडौँमा काठमाडौँमा कहिलेचोटि खानुभयो कोटपाडै पुरा भयो पोहोर खाएको एक्लै होइन न मासु खाँदाखेरि मासु खाँदा त धोबीमा खाएको थिएँ सुँगुरको भनेर नगुरको खानुभयो खाइदिएको खाएँ सोनिया धेरै सुँगुरकै हो सोनियाले चाहिँ कहिले खाएको हो बच्चा बेला हो बच्चा बेला कहाँ खाएको घरमा आफै बनाएर कि मम्मीले बनाएको ए मम्मीले बनाउनुहुन्थ्यो भनेपछि त त्यहाँबाट सिकेँ हो मोमो बनाउनु यति मिठो मोमो बनाउनु त्यहाँबाट सिक्यो क्या मिठो है बुवाले त धेरै खानु हुँदैन थियो किनकि राँगाको मासु खानुहुन्न नि त त्यही भएर अहिले चाहिँ बाहिर भन्दा त्यहाँ त मिठो नि है आफ्नो घरमा आफ्नो बनाएको घरमा बनाएको सबै लोकल सामानहरू र टेस्ट पनि ओरिजिनल टेस्ट क्या है त साथीहरू हामी चाहिँ यसरी घरमै बनाएर चट्ट खाइयो मोमो पार्टी यो पनि खान्छ फ्यामिली पार्टी मोमो पार्टी भइरहेछ हाम्रो चाहिँ चट्ट जस्तो लाग्यो सक्यो तपाईँहरूलाई चाहिँ के कस्तो लाग्यो लाइक कमेन्ट गर्नुहोला सेयर सब्सक्राइब पनि गर्नुहोला फलो पनि गर्नुहोला भयो